म सानो हुँदा हरेक साँझ बुवा कामबाट घर फर्किनुहुन्थ्यो। म दौडिँदै बुवाको अँगालोमा पर्थेँ र बुवाको त्यो खैरो कोटको खल्तीमा मेरो हात सिधै पुग्थ्यो, किनकि त्यो खल्तीमा मेरो सानो संसार लुकेको हुन्थ्यो। कहिले चक्लेट भेटिन्थ्यो, कहिले एउटा सुन्तला। त्यो खल्ती मेरो लागि संसारको सबैभन्दा ठुलो खजाना जस्तै थियो। एक दिन मैले बुवालाई जिद्दी गरेँ, बुवा मलाई एउटा ठुलो गाडी किनिदिनु न है। बुवा हल्का मुस्कुराउनु भयो, ल ल भोलि ल्याइदिन्छु। तर भोलिपल्ट बुवा कामबाट घर फर्किँदा उहाँको खल्ती खाली थियो। त्यो खाली खल्ती देख्ने बित्तिकै म रुन थालेँ, कराएँ। लाग्थ्यो कि सायद बुवाले मलाई माया नै गर्नुहुन्न। म रुँदै गरेको देखेर बुवाले मलाई चुपचाप हेरिरहनु भयो। अनि बुवाले बिस्तारै भन्नुभयो, छोरा अर्को हप्ता पक्का किनिदिन्छु है। उहाँको त्यो खैरो कोट किन यति पुरानो थियो थाहा छ? किनकि मेरो लागि नयाँ स्कुल ड्रेस किन्नु थियो अरे। आज म ठुलो भएको छु, धेरै वर्षपछि थाहा पाएँ। त्यो दिन बुवाको खल्तीमा खेलौना किन्ने पैसा त के, बेलुकाको खाना खाने पैसा पनि थिएन रे। आज मसँग सबै थोक छ, तर जब म आफ्नो महँगो दराजतिर हेर्छु, मलाई फेरि बुवाको त्यो पुरानो खैरो कोटको खल्ती याद आउँछ। त्यो खल्ती जसमा पैसा नभए पनि हरेक साँझ बुवाको त्यो थाकेको अनुहारसँगै मेरो लागि एउटा सानो चक्लेट आइपुग्थ्यो। सायद त्यो चक्लेट सानो थियो होला, तर त्यो खल्ती मेरो लागि संसारको सबैभन्दा ठुलो मायाले भरिएको थियो।